बजारमा आएको छु हैन। म आउँदा मेरो नजर चाहिँ ठ्याक्क भगवानमा पऱ्यो के। कति पुरानो मन्दिर हो यो। मन्दिरमा हामी हेर्न सकिन्छौँ अहिले यसरी पार्टीको झन्डाहरू राखिरहेको छ। अहिले काङ्ग्रेस राख्यो घन्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले घन्टीको राख्यो, भोलि एमाले राख्ला, पर्सि राप्रपाले राख्दा कति कुरूप देखिन्छ हाम्रो सम्पदा। यहाँ नजिकै तपाईँहरूलाई म फेरि अर्को पनि देखाउन गइरहेको छु है। धेरै वर्षपछि चाहिँ यो पार्टी पुनर्निर्माण भएको छ। पुरातत्व विभागबाट ओडाको पहलमा, नगरपालिकाको पहलमा बनेको छ। कति सुन्दर। अब यसमा पनि हेरौँ है। काङ्ग्रेसको झन्डा, नेपाल मजदुर किसान पार्टीको। अब यो झन्डा राख्ने बेला किल्ला ठोकेको छ कि हामी हेर्न सकिन्छौँ। ड्याङ्का ड्याङ किल्ला ठोकेको छ। 3वटा 4वटा 5वटा 6वटा ठोकेको छ के। त्यो किल्लाले गर्दा यो सम्पदा बिग्रियो कि बिग्रेन। अब भोलि यस्तै किराकराब चाहिँ जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको पनि झन्डा छ, मजदुरको। अब भोलि एमालेको राख्ने बेला यो पार्टीको महत्त्व बुझ्ने कसले के। यो कति कुरूप देखिन्छ। हामी हेर्न सकिन्छ आमाहरू मजाले बस्ने ठाउँ, बाहरू मजाले आराम गर्ने ठाउँ यसरी पार्टीको झन्डा राखेर चाहिँ पुरै कुरूप बनाइरहेको छ। अब म चाहिँ अब यही नजिक रहेको केही स्थानीय बासिन्दाहरूसँग पनि केही कुराकानी गर्छु। सबैलाई नमस्कार है। तपाईँहरू यहीँको स्थानीय बासिन्दा हो। तपाईँहरू हेरिरहेछ मन्दिरमा, पार्टीमा यसरी झन्डाहरू राखेको छ। कस्तो लाग्छ तपाईँहरूलाई? झन्डा त राख्नु आउने हो पार्टी र मन्दिरमा, नराखिदिए हुन्थ्यो कुनै पनि पार्टीले। तपाईँलाई कस्तो लाग्यो? नराम्रो छ। तपाईँलाई कस्तो लाग्यो? भनेपछि कोही स्थानीय बासिन्दालाई चाहिँ नराम्रो लागेको छ अरे। भनेपछि यसको के महत्त्व त? बरु यसको साटो डस्टबिन बनाएर, यहाँ डस्टबिनमा चाहिँ लोगो बनाएर राख्थ्यो भने कति राम्रो मेसेज जान्छ। अनि भोट चुनावमा पनि भोट हालौँ जस्तो हुन्छ। ल हामी हेर्न सकिन्छौँ राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डा। अब यो कुन पार्टी हो? अब बिस्तारै बिस्तारै सबैले राख्ने बेला यो पार्टी चाहिँ पुरा झन्डामय हुनेछ यदि समयमै यसको संरक्षण नगर्ने हो भने। ल हाम्रो पनौटे राम्रो पनौटे, हामी सबै मिलेर पनौटेलाई सुन्दर बनाऊ। जय पनौटे।